हामी आइपुगेका छौं जनकपुरको यो राजदेवी मन्दिर। यो मन्दिरको एउटा इतिहासलाई केलाउँदै जाने हो भने यस मन्दिरलाई यो राजदेवी मन्दिर एउटा शक्तिपीठ हो र यसलाई राजा जनकको समयमा जनककालीन शक्तिपीठको रूपमा पूजित छ र यसको अर्थ यहाँ के भनिन्छ भने यो राजा जनकको कुलदेवी हुनुहुन्थ्यो र अन्य वर्षको तुलनामा यस वर्ष तयारी पूजाको जुन तयारी छ त्यसको अवस्था के छ किनभने कोरोना संक्रमणको महामारीको अवस्थामा स्थानीय प्रशासनले अधिराज्यभरि सबै शक्तिपीठहरूलाई खोलेर पूजा पाठ गर्न भने पनि भिडभाड गर्न नियन्त्रण भनेको छ। अर्थात् जुन बलि प्रदान हुँदै आएको थियो त्यसलाई कराईका साथ नगर्न भनेर अपिल गरेको छ। यी तयारी कस्तो छ किनभने जनकपुरमा एउटा आकर्षणको केन्द्र यो राजदेवी मन्दिरमा हुने पूजा पाठ पनि हो र हामी यसै विषयमा आज केन्द्रित भएर यहाँका व्यवस्थापक अर्थात् जो पूजाका व्यवस्थापन गर्दै आइरहनुहुन्छ कमिटी महावीर युवा कमिटी वहाँका पदाधिकारीसँग कुराकानी गर्छौं के छ तयारी यसका केही ऐतिहासिकता पक्षलाई समेत खोतल्ने प्रयास गर्छौं। हामीसँग सन्तोष शाह हुनुहुन्छ महावीर युवा कमिटीको अध्यक्ष। उहाँले खास गरेर यो राजदेवी मन्दिरको पूजाका सम्पूर्ण व्यवस्थापन उहाँहरू गर्दै हुनुहुन्छ र अहिलेको अवस्थामा के छ उहाँहरूको तयारी त्यो विषयमा हामी कुराकानी गर्छौँ। सबभन्दा पहिला तपाईहरुको अहिलेको तयारी कस्तो छ किनभने भोलिदेखि त त्यो दशैं परिरहेछ के छ तयारी? अहिलेसम्म हाम्रो महावीर युवा कमिटीले गर्दै आएको दशैंको पहिला पनि भव्य रूपले गर्दै आइराखेको थिए। यसपालि पनि हामी यो कोरोना महामारीको बीचमा अलि संयम राखेर तयारी गरिराखेकै छु। अहिलेसम्म हाम्रो 60% जति काम भइसकेछ, 40% जति काम आज र भोलिसम्म हामी
बेलुकासम्म सकाइदिनेछु। अनि एउटा कुरा यो सबभन्दा महत्त्वपूर्ण अहिले जुन यो अहिले किनभने व्यापारहरू तपाईँहरू यो सबै व्यवस्थापनहरू व्यापारबाट चल्थ्यो, अहिले त्यो व्यापारको अवस्था त्यति राम्रो छैन, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ? धेरै राम्रो कुरा गर्नुभएको। अब यसपालि हामी बजारबाट पनि चन्दा पहिला पनि सहयोग लिएर नै गरेको हो। पहिला हामीहरूलाई बोकाबली या मेला व्यवस्थापनहरूबाट पैसा आउने गर्थ्यो, तर यसपालि हामी बोकाबली र मेला व्यवस्थापनलाई स्थगित गरेकोले उताबाट पनि पैसा नआउने स्थिति छ र मार्केटको स्थिति पनि खराब भएकोले हामी जुन हाम्रा कमिटीका 450 जना साथी मेम्बरहरू छन् त्यसमा हाम्रो 350 जना व्यापारी नै होला अनि उहाँहरूसँग सहयोग लिने र यसपालि हामी बढी फोकस पहिला पनि हामी यहाँका स्थानीय सरकार, प्रदेश सरकार या केन्द्र सरकारहरूबाट कहिले पाएका छैनौँ, तर यसपालि हामी बढी फोकस चाहिँ प्रदेश सरकार र स्थानीय सरकारमाथि गर्ने हामी मनसाय राखेका छौँ र उहाँहरूलाई आग्रह गर्नेछौँ। यो विगत जस्तै भव्यता हुन्छ या यसपटक पूजापाठमा अलिक कमी आउँछ? भव्यता त विगत जस्तै हुन्छ हैन, पूजापाठ भित्र त जसरो पहिला पनि हुन्थ्यो त्यस्तै गर्ने हो हामी। अलि त्यो अब आउने श्रद्धालुहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ त्यसमा हामीहरू लागि परेका छौँ। अब त्यसलाई व्यवस्थापन गर्नलाई हामी यहाँ मिटिङ गरिरहेछौँ। एउटा कुरा यो क्षमा पूजाको कुरा आइरहेछ कि क्षमा पूजा गर्ने रे, यो के हो क्षमा पूजा र कसरी यसलाई व्यवस्थापन गर्दै हुनुहुन्छ? क्षमा पूजा हाम्रो यस महावीर कमिटीको बाट आएको छैन। उहाँ प्रशासनद्वारा या नेपाल सरकारद्वारा नेपालभरि नै यस दसैँभरि भिडभाड बढी नगर्नुस् भनेर त्यो पत्राचार नै गरेका छ। हामीहरूले पनि सिडिओ साहेबसँग कुरा गर्दा बढी भिडभाड नलगाऊ भनेर उहाँबाट निर्देशन आएको छ। त्यही भएर यसपालि हामी प्रसादी चढाउनलाई 1 पूजादेखि 7 पूजा यसपालि हामी चेन्ज गरेका छौँ। 1 पूजादेखि 7 पूजासम्म मात्रै प्रसादी चढाउने हामीहरू एउटा प्लानिङ गरिरहेका छौँ कि जतिजनाले प्रसादी चढाउने र खोइच बढ्ने कार्यक्रम जुन छ जो सम्पूर्ण भक्तलाई हामी आग्रह गरिरहेका छौँ कि 1 पूजादेखि 7 पूजासम्म आएर आफ्ना प्रसादी चढाइलिनुहोस्। हुनसक्छ कि 8 पूजाको दिन मन्दिर बढी 8 पूजाको 3-3 लाख मान्छे एकै दिन आइदिन्छ। त्यसकारण यो संक्रमितको कारण यो कोरोना महामारीको कारण हामी यो पालि 8 पूजाको सायद मन्दिर बन्द हुन पनि सकिन्छ। त्यसैले त्यो दिन बन्द गर्ने हामीहरू सोचिरहेछौँ। तर यहाँका भक्तजनहरूले हामीलाई साथ दियो भने 1 पूजादेखि 7 पूजासम्म प्रसादी चढाइदियो भने हामीलाई एकदम व्यवस्थित गर्नमा राम्रो भइहाल्छ। अर्को कुरा यो मेलामा यो जुन दसैँभरि आउने श्रद्धालुहरूलाई स्वास्थ्यको सचेतता या सुरक्षाको लागि के व्यवस्थापन गर्नुहुन्छ? हामीले यो कोभिड-19बाट बच्नलाई सेनिटाइज साबुन हात धुने ठाउँ अनि मास्कको व्यवस्था हैन, यो सेफ मास्क जुन हुन्छ त्यसको व्यवस्था, के भन्छ त्यो पन्जा यो सब हामी व्यवस्था गरेर राखेका छौँ। कति ठाउँमा हुन्छ यसरी जसरी मन्दिरमा प्रवेश गर्दाखेरि? हाम्रो 2टा गेट मेन हुन्छ यसमा, राजदेवी मन्दिरमा आउने त्यो 2 गेटमा हाम्रो सेनिटाइज र मास्क वितरण गर्ने हाम्रो साथीभाइहरू त्यहाँ रहन्छ। अर्को सबभन्दा चासोको विषय के हो भने यो बलि प्रदान हुन्छ कि हुँदैन र त्यो दिन जुन दिन अष्टमीको दिनमा त्यो प्रसादी चढाउने बलि प्रदान यो हुन्छ कि हुँदैन भने सबै आम जनताको चासो छ। के छ कमिटीको यसमा धारणा? अब हामी पहिला पनि महावीर कमिटीले बलि हामी चढाइदिन्छौँ भनेर भनेका छैन हैन, हामीहरू व्यवस्थापन गर्ने काम पहिला पनि गरेका छौँ। यसपालि पनि अब यहाँ श्रद्धालुहरूले अहिले मतलब आउँदा हामीले किनिसकेका छौँ बोकाबली, धेरैजनाले मैले पोसेर राखेको छौँ भनिरहेछ। अब यस्तो स्थितिमा हामीले अब एउटा प्लानिङ गरिरहेको छु। पहिला त सबभन्दा पहिला हामी रिक्वेस्ट गरिरहेको छु सबै भक्तजनलाई कि यो पालि कोरोना महामारीलाई अलि बुझिदिनुहोस् र यो पालि नचढाएर अर्को पालि चढाउँदा हामीहरूलाई एकदम सहज हुने थियो। यो धारणा राख्दै अब त्यो यहाँ ल्याइदियो भने त्यो दिन हामी व्यवस्थापन गरेर राख्छौँ। बोकाबली चढाउने व्यवस्थापन महावीर कमिटी सधैँ गर्छ। स्थानीय प्रशासनले त नचढाउनुहोस् भनेर तपाईँहरूलाई पत्रचारै गरेको हो? हजुर गरेको छ, तर अब यहाँ अब त्यस्तो भिड भइहाल्यो भने यो प्रशासनसँग पनि
या श्री महावीर कमिटीका जुन सदस्यहरू छ त्यो व्यवस्थापन हाम्रो फ्लप त्यो हुन्छ कि त्यो भएर अलि हामी सहजतापूर्वक कसरी समस्यालाई समाधान गर्ने त्यसतर्फ हामीहरू गइरहेका छौँ। धन्यवाद। हामीसँग हुनुहुन्छ राम मन्दिरका महन्त रामगिरी, जो खास गरेर राजदेवी मन्दिरका यो दशैँभरिका पूजाका मुख्य पुजारीको रूपमा पनि भूमिका खेल्दै हुनुहुन्छ। उहाँसँग हामी पूजाको विषयमा केन्द्रित हुन्छौँ। सबभन्दा पहिले यो राजदेवी मन्दिरको ऐतिहासिकता के हो? ऐतिहासिकता यही हो कि संपूर्ण नगरवासी यहाँ का भक्तजन सबैले राजा जनकको कुलदेवीको नामले प्रख्यात हुनुहुन्छ। उहाँ राजदेवी माता यही जानेर सबै भक्तजन पूजामा ओहिरो लाग्छन्, भिडभाड हुन्छ। आजदेखि होइन कि यो त जमानैदेखि भइ आइराखेको छ। पहिलादेखि नै मन्दिर थियो? पहिल्यैदेखि थियो भन्नु पर्यो। अनि अर्को कुरा, यो दसैँ अवधिमा राम मन्दिरको ढोका, यो मुख्य ढोका बन्द हुन्छ र एउटा सहायक ढोका खोल्नुहुन्छ, यसको पछाडिको के छ? यसको पछाडिको यही उद्देश्य छ कि यो राजा जनकको छोरी ज्वाइँको रूपमा यहाँ राम सीता परिवर्तन हुनुहुन्छ र यहाँ राजा जनकको कुलदेवीको नामले, राजा जनकको कुलदेवीको नामले देवीजी प्रसिद्ध हुनुहुन्छ। यो राजा जनकले पूजा गरी आइराखे बापत यहाँ छोरी ज्वाइँ भएको कारणले यो पनि नवरात्रा रामजीले नि अनुष्ठान गरेर यो नवरात्राको प्रारम्भ त्रेता युगदेखि भव्य रूपमा हुन त सतयुगैदेखि यसको परिवर्तन, देवीको उपासना पहिले पनि देवी देवता ऋषि मुनिहरू कुनै यज्ञ कुनै युद्ध गर्दाखेरि देवीलाई प्रसन्न गरेर नै उनीहरू अगाडि बढ्ने चलन छ अहिलेसम्म पनि। तब यहाँ राजा जनकको छोरी ज्वाइँको रूपमा परिवर्तन भएको कारणले जस्तो हामीलाई विश्वास लाग्छ कि यो पूजा नवरात्रा राजा जनकको बापत उनको छोरी ज्वाइँले नि गरौँ भनेर र यहाँ राम जानकी उनको छोरी ज्वाइँको रूपमा परिवर्तन, उहाँ राजा जनकको कुलदेवी उनको र इनको दुईटैको सन्मुख आमना सामना दर्शन, किनकि पहिले गुप्त पूजा हुन्थ्यो यो अनुष्ठान, कुनै मानवले हेर्थे, कसैले हेर्न त्यो अनुष्ठानकर्तालाई कसैले हेर्थे, कसैलाई हेर्थेन। त्यो पूजापाठ गुप्त पूजा हो यो नवरात्रा। त्यस हुनाले यो गुप्तकै रहस्यमा राजा रामको यो पूर्व गेट बन्द गरेर उत्तरको गेट र माताको दक्षिणतर्फको मुख भएको कारणले आमना सामनाको नित्य दर्शन पर्सन भर नवरात्रा पूजा वो रामचन्द्र भगवानले नै यो पूजा सुरुवात गरेको हुनाले यो राम भगवानकै द्वारा यहीँको प्रतिनिधित्वकै पुजारीले रामको पनि पूजा गर्ने र देवीको पनि पूजा गर्ने परम्परा प्रख्यात भइरहेको। अनि एउटा कुरा, यो यसपटक पूजामा कमी आउँछ रे, त्यो जुन स्थानीय प्रशासनले भनेको छ तपाईँहरूलाई निर्देशन दिए हो? पूजा यो हाम्रो भक्तजनको पूजा हो र यो हाम्रो विशेष अन्डरग्राउन्डको जो पूजा छ त्यसलाई त सरकारले डाउन गरेको छैन। सरकारले जो नित्य पूजा छ त्यो तपाईँ गर्नु भनेर हामीलाई निर्देशन पनि दिएको छ अस्ति मिटिङमा रामयुवा कमिटीमा। र सर्वसाधारणको चढाउना भिडभाडको यो करुणाको प्रकोपको कारणले त्यसलाई अलि निष्क्रिय गरिएको छ। अरू त यहाँको भोग भाग त चढाउना त चढी पूजा भन्नाले पूजा जुन जसरी हुन्थ्यो त्यो हुन्छ, सर्वसाधारणको भिड नहुने भनेर उनीहरूको जिज्ञासा। त्यही पनि भक्तजनले मान्दैनन्, आउँछन् दर्शन गर्छन्। अब सरकारले कस्तो लक गर्ने हो, अब सरकारले यसको कस्तो मार्ग बाटो बनाउने हो त्यो त सरकारले जानु। हस्, धन्यवाद।